Welcome to my new channel, new vlog. आज चाहिँ म यहाँ सिर्जना चौकतिर छु। हाम्रो बस अहिले त देखियो छैन है। कहाँ हुन्छ नि बस्नु टक्कलाई राख्नु कुन ठाउँ हो योमा पुगेर बनाएर अर्कालाई फोन दिने सुरु गरौँ ल कहाँबाट सुरु गरौँ ल नेपालमा प्रजातन्त्रको उदय कहिलेबाट कहिले भयो पुरा मिलेको ल साल मात्रै भनिदिन्छ ल कसले भन्छ प्रजातन्त्रको उदय नेपालमा जहाँनिर राणा शासनअन्त्य भएर जब प्रजातन्त्र उदय भएको थियो त्यो 2007 जाऊ हो यसको नम्बर कन नेपालको जिउँदो शहीद भन्न कसलाई चिनिन्छ भन न कसले जिउँदो शहीद भन्न कसलाई चिनिन्छ कहाँ गएको त्यो ऊ 12 कक्षाको ओ 12 क्लास अलि यता आऊ भन जल्दी भन नेपालको जिउँदो शहीद भन्न कसलाई चिनिन्छ लाइटमा लेखेर राखेको छु नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हो नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को तिम्रो त एउटा मेडल छ भन्न पर्दैन सुशीला कार्की अहिलेको प्रधानमन्त्री पहिलो जननिर्वाचित क्या नेपालमा पहिले सबैले भोट हालेर मेरो नाम के हो विशाल पुरा नाम के हो विशाल सर्टकट ल्याऊ बांग्लादेशको भुटानको भनेर भुटानको क्यापिटल सिटी के हो बांग्लादेशको ढाका भए भुटानको भुटान के माले कुन देशको बिचमा छ भारतको वर्तमान प्रधानमन्त्रीको नाम के हो नरेन्द्र मोदी यसले भने काउन्ट गर है आफूले काउन्ट गर खरायो रे कुन कलर देख्दैन रातो तालिएर नेपालको वर्तमान प्रधानमन्त्री नाम यसले भने सुशीला कार्की नेपालको पूर्व प्रधानमन्त्री नाम केपी शर्मा ओली नेपालको राष्ट्रपतिको नाम के हो रामचन्द्र पौडेल
ताली बजाओ यार हाम्रो यो जुन स्पोर्ट्स मिट भएको छ नि स्पोर्ट्स मिट्समा 400 मिटर रेसमा फर्स्ट भएको के त नि दुईटा लाग्यो क्या यार 4 हो त्यसको A plus B minus B. A plus B minus B. 4 हो लास्ट क्वेशन है अनि म We are currently in पानी यो कति नम्बर वडा हो 23 राइट आन्सर ल भाइ ल को भयो हाइएस्ट कसको भयो एउटा सेकेन्ड दुईटा कति 4 उठेर त डोल्न सक्छ नि उठ्नु सोचेछ क्या ल उटिङ आए ल नाम के हो ल 3 2 1 गो ल छिटो घुमेर आइज हामी पामे भन्ने ठाउँमा पिकनिक आइरहेको छौँ ट्याक्क हेर्न सक्नुहुनेछ पार्टी प्यालेसको मान्छे बोलाएर हामी होस्टेल प्लस स्कुलको मान्छेहरू पिकनिक आइरहेको छौँ अब ब्रेकफास्ट पछि एकछिनपछि रमाइलो हुन्छ हाम्रो कोही आफ्नो तालमा रमाइलो हुँदैछ रमाइलो गर्दै यहाँदेखि यत्रो ठुलो ग्राउन्ड छ सब आफ्नो तालमा यहाँ मेरो ब्याग अर्को पिकनिकको ग्रुप यहाँ हाम्रो केटाहरू पिकनिक खेल्दैछन् अनि यो ब्याग हाम्रो ग्रुप पिकनिक स्पोटमा आइरहेको छौँ पिकनिक खान पक्क त्यहाँ के छ मलाई थाहा छैन म न्यू हो यहाँ जाडो भएर
सोचे हैं सब काम तिनीहरूको जान्छ मेरो पानी बोराले यहाँ सब कुरा फरक पार्छ तिनीहरूको जान्छ यहाँ केटाहरू बेला छ सबजना टिपमा छ हामी खाजापछि फेरि रेस्ट गर्न गइरहेको छौँ होइन यहाँ पोल्टिसकेको छ सबै बवाल देखेको छ त्यसै गरी आजको कार्यक्रमलाई कार्यव्यस्तता सबै कुरा छोडेर प्रमुख अतिथि आदरणीय म्याडम विद्यालय मीना कुमारी पौडेललाई प्रमुख अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु वेलकम फेरि अब यहाँ मेरो पछाडि दुईवटा हरियर बेलुन घुरिरहेको छ अनि अब एकछिनपछि हामी जान्छौँ त्यहाँ हरियर बेलुन हामीले खाना खाइसकेछौँ सूर्य डुब्दैछ असलै यता खोइ ल्याउन चाहिँ तर गाह्रो हुन्छ होला तल झार्दा चाहिँ होइन आफै झर्छ नि आगो दिएन कि नभए माथि नै पुग्थ्यो बस बुढे चाहिँ
प्यासपोर्ट हान्नु पर्ला यो साइडमा छ सर सरले भन्छ देखियो कहाँ भनेर ओइ यो साइड छ भन नि डिक्की यो साइड छ भन न